यत्रो धेरै हिउँ परेको छ कसम यार कति फिट जति होला त है यहाँ आज त हिउँ त होलो 2-3 फिट कति परेछ पर्नु चिस्ने कहाँ भाइ र म कसम यार रातको अब 10-12 बजे छन् चट्याङले हान्छ भने म त चट्याङले हान्छ भन्ने डर हुन्छ यो कपरा त लुक्या छैन नि त्यो है उ त्यो कपरा त के हो त्यो हेर ए यो माथि यो कालो के हो त्यो मान्छे त मरेको त छैन नि मान्छे त मरेको त छैन डर हुन्छ नि यार अब मऱ्यो भने त यत्रो हिउँमा त्यो पनि थुक लगाएको ठाउँमा भने होइन त्यो पर पनि त्यो थोरै वेट छैन आम्मा कसम यहाँ तपाईँहरू बोक्नु नि त्यो म 3टा बोक्छु यहाँ हिउँ होला यति धेरै यहाँ हिउँ यहाँ हेरौँ त ल साथी हो भयो त अब यत्रो धेरै छ घर आइपुग्ने हिउँ परेको छ त होइन